साली उस्तै भेना अनि उस्तै 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 जुरुएछ दुरुस्तै यसो हेर्दा उमेर त खाको किन हो त अझै बे नभएको अलि अलि कपाल फुलेछ गाउँदा गाउँदै बिहा गर्नै भुलेछ हो कि होइन जिन्दगी जानी त मेरै जस्तै रहेछ नि बानी त मेरो मनमा त्यही कुरा गुने थियो बुढी कन्ने छ भन्ने सुने थियो कोही छैनन् कसेर साइतैमा बुढी कन्ने बसेछु माइतैमा सबैले नै गर्ने छ हाय हाय मनुलाई लैजान्छु कृष्ण भाइ खुसी भछन् दाइ पनि गाएर आफू भन्दा जेठो ज्वाइँ पाएर आज राति सपना देखेको हामी दुईको कर्मैमा लेखेको गायो गीत नजानी नजानी कता लान्छौ कहाँ हो र म जानी तिमी बाहेक मेरो पोको छ र लान्छु मनु कास्कीको पोखरा टन्नै रहेछन् जन्तिनी आको हेर कृष्ण मेरो नि बेभाको सपानीमा छुनु र मनु मुनसँग रहेछ नि बैहुनु गुरुङ तामाङ एउटै हो धरामा को छन् त पोखरा घरमा लाको लुगा फालेछु धोइ छैन घरमा मेरो आरो त कोही छैन बल्लै बोलेटा बल्लै बोलेटा माया बाढी माया नै कमाम्ला पिर नगर्नुस् दुईजना रमाम्ला हितको माया बल्ल पो भेटियो यो मनको तिर्सानै मेटियो बल्लै बेहुली भन्ने तिर्साना मेटियो भाग्य रहेछ यतिको भेटियो मेरो जान त केही कति दाउरे हो इन्डियाको पेन्सनर लाउरे हो अन्त मन नडुलाउ कहिले नि यस्तै लाउरे खोजा हो मैले नि फालेको लुगा गएर धुने भो बुढेसकालमा मेरो बे हुने भो हजुर पाउँदा मलाई पनि छैन केही टेन्सन नेपालको भत्ता इन्डियाको पेन्सन त्यति बढी उमेर भा छैन पेन्सन खान्छु भत्ता त पा छैन सोचेको थिए त्यो मन त दुख्ला नि पेन्सनले नै दुईटालाई पुग्ला नि
मुखलाई मान्छ आँगालो बेर्न लाग्छ मलाई छोराको मुख हेर्न उमेर कति नढाटी बोल छोरा छोरी होला कि नहोला चाहे जति पिराती दिन्छ मर्दको जद आशीमा जन्मिन्छ बल्लै बोलेका त्यसो भए छु मनी आटेको छैन झै चालिस काटेको साह्रै राम्रो छन् मोटी मोटी जुम्ले बच्चा जन्माइदेऊ एकचोटि लाइदेऊ दैव यो जोवन पार सोचे जस्तो जीवनमा होला र लाउन दैव के भयो इन्द्रेणीमा आउन सद्भ्या भयो बल्लै बोलेका